देशको कानुन चाहिँ राम्रो छैन। यदि फाँसीको सजाय भयो भने बलात्कार रोकिन्छ। एकछिनको लागि मानिहाल, कोही एक केटा छ एउटा केटीको बलात्कार गर्यो, तिमीले उसलाई फाँसी दिइहाल्यो। फेरि अर्को केटा 2-3टा केटीको बलात्कार गर्यो, उसलाई के फाँसी दिन्छौ? फेरि 10वटा केटीको बलात्कार गरिदियो भने कुन लेभलको फाँसी दिन्छौ? अब कोहीले भन्छ नाङ्गे घुमाउने, उसको केटाको प्राइभेट पार्टहरू काटिदिने, त्यो बिच बाटोमा ढुङ्गाले हान्ने। ल बिच बाटोमा ढुङ्गाले हानिदियो, फेरि एउटा केटा आयो हर दिन बलात्कार गरिरहेछ, अनि के गर्छौ? कानुन मान्छेको सहमतिमा बनाइएको एउटा रुल्स हो। त्यो सहमतिमा केटालाई पनि त्यति सपोर्ट गर्छ र केटीलाई पनि त्यति नै सपोर्ट गर्छ। त त्यहाँ मात्रै केटीलाई सपोर्ट गर्ने मात्रै हुँदैन कानुनले। अनि पहिलो कुरा बुझौँ हामीलाई कानुनमा के लेखेको छ बलात्कारलाई लिएर। कानुनको अनुसार यदि केटा र केटी दुईटैको बिचमा सहमतिमा सेक्स भइरहेछ त्यसलाई बलात्कार भन्दैन। यदि केटीको इच्छा छैन, केटाको इच्छा छ, यदि केटाले जबरजस्ती सेक्स गर्यो त्यसलाई बलात्कार भन्छ। तर कानुनले यो भन्दैन कि केटा र केटी दुईटै जानवर जस्तै बिहेभ गरिरहेछन् भने सेक्स गर्ने बेलामा कानुनले यसलाई बलात्कार भन्दैन। किनकि कानुन भनेको मान्छेले नै बनाएको एउटा रुल्स हो। दुईटै चाहिँ जानवर जस्तै बिहेभ गरिरहेछन् सेक्स गर्ने बेलामा भने दुईटै सहमतिमा गरिरहेछन् कि हामी दुईटै जानवर हो, त्यति बेला कानुनले चाहिँ यसलाई बलात्कार भन्दैन। किन भन्दैन? किनभने त्यो जुन कानुन बनाइएको त्यो पनि यही समाजका मान्छेहरूले नै सोचेर बनाइएको हो। सो सहमति, त्यसैले बिहेको जुन सिस्टम हुन्छ नि, एकले पैसा दिन्छ, एकले केटीको हरेक डिजायर पुरा गर्छ भने केटीले उसँग सुत्छ, सेक्स गर्छ, त्यो कानुनले सपोर्ट गर्छ। हो, दुईजनाको लाइफ जसरी भयो नि राम्रो चलिरहेछ भने इट्स ओके। कानुनले प्रेमको कुरा गर्दैन। दुईजनाले गएर हेरेर दुईजनाको बिचमा प्रेम छ कि छैन त्यो सोध्दैन। दुईजनाको बिचमा सहमति छौ कि छैनौ, तिमीहरू दुईजना, कानुनले सहमतिको कुरा गर्छ। अब दुई केटा केटीको बिचमा सहमति जसरी पनि हुन सक्छ। केटाले पैसा दिएर हुन्छ तिमी मेरो बेडमा आऊ, यो पनि सहमति हुन सक्छ। केटीसँग केही छैन, उसले शरीर दिइरहेछ भने केटाले हरेक उसको डिजायर पुरा गर्छ, यो पनि एक सहमतिले गर्ने सेक्स हुन्छ। सेक्स दुई प्रकारको हुन्छ। एक हुन्छ कि दुईजनाको सहमतिमा सेक्स गर्ने, त्यो सहमति जसरी पनि हुन सक्छ। एउटा सेक्स हुन्छ दुईजनाको बिचमा प्रेम हुन्छ, त्यो कारणले सेक्स गरिरहेछन्। जब दुईजना प्रेमले गर्दा सेक्स गर्छन् उनीहरू आफ्नो प्रब्लम आफै सल्भ गर्छन् र तिनीहरूले अरूलाई दोष दिँदैनन्। अब मान्छेहरूलाई लाग्छ कि पहिलाको कानुन र अहिलेको कानुन, पहिला चाहिँ कम्पेरिजन गरौँ आफ्नै देशको कानुन, पहिलाको कानुन र अहिलेको कानुन। डाटा हेर्ने हो भने पहिला चाहिँ बलात्कार अलिक कम हुन्थ्यो, अहिले चाहिँ बलात्कार अलिक धेरै भइरहेको हुन्छ। त्यसमा धेरै रिजनहरू हुन्छ। यो कारणले होइन कि पहिलाको कानुन चाहिँ राम्रो थियो, कानुन स्ट्रिक्ट थियो, त्यो कारणले चाहिँ बलात्कार कम हुन्थ्यो र अहिलेको कानुन त्यति राम्रो छैन त्यसैले चाहिँ बलात्कारहरू बढिरहेको हुन्छ। यो कारण होइन कि अझै धेरै कारणहरू हुन्छ। पहिलो कारण सेक्सुअल डिजायर। हर केटा र केटीको एउटा सेक्सुअल डिजायर हुन्छ। पहिलेको सेक्सुअल जुन डिजायर हुन्थ्यो केटाको, त्यो सानो उमेरमा बिहे हुन्थ्यो, ऊ सेक्स गर्न आफ्नो हवस मेटाउनलाई केटी पाइहाल्थ्यो। त्यसैले त्यो बिच बाटोमा गएर कोही केटीको सेक्स गर्ने, जबरजस्ती गर्ने कामै हुन्थेन। त्यो सेक्सुअल डिजायर पुरा हुन्थ्यो, त्यसैले हामीले न्युज सुन्थेनौँ कि बलात्कार भइरहेछ। तर त्यो एक केटा आफ्नै भित्र हवस छ र त्यो हवस मेटाउनलाई केटीसँग सेक्स गरिरहेछ भने त्यो केटा आफैमा एक बलात्कारी हो। त्यो कानुनलाई गएर सर्टिफिकेट दिनु पर्दैन कि त्यो बलात्कारी हो, त्यो केटालाई पनि थाहा छ उसको भित्र हवस छ, त्यो बलात्कारी नै हो। त त्यति केसमा चाहिँ बलात्कार कानुनले कहिले भन्दैन कि बलात्कार भएको, दुईजनाको बिचमा सहमतिमा सेक्स भएको भन्छ कानुनले। यो कारण थियो। सेकेन्ड कारण के थियो कि त्यति बेला चाहिँ केटीसँग सोर्स अफ इन्कम हुन्थेन, त्यो केटी चाहिँ केटाहरूसँग सुत्नै पर्ने थियो। अब केटा चाहे जबरजस्ती गरोस् या केटाले भनिदियोस् म घरबाट निकालिदिन्छु, त मेरो घरको काम गर्दैनस् भने घरबाट निकालिदिन्छु, अथवा मलाई सेक्स गर्न दिँदैनौ भने म घरबाट निकालिदिन्छु। अब जो केटी आफ्नो घर छोडेर आएको हुन्छ त्यसको बाबुआमाले त एक्सेप्ट गर्दैनन् आऊ मेरो घरमा फेरिबाट बस, किनभने समाजलाई थाहा भइसकेछ उसको बिहे भएर उसको बाबुआमा घरबाट निकालिसकेछन्। अब रिटर्न आउने कुनै अप्सनै थिएन। त त्यति बेला चाहिँ केटाले जबरजस्ती गरोस् या सहमतिमा गरोस्, त त्यो कुरा चाहिँ थर्ड कुरा चाहिँ पहिला चाहिँ
त्यति बेला सोसल मिडिया त्यति एक्टिभ थिएन, समाजको एउटा डर हुन्थ्यो। अब यदि कसै कुनै केटीको बलात्कार भए पनि या आफ्नो हस्बेन्डले बलात्कार गरे पनि या अननोन केटाले बिच बाटोमा या कहीँ बलात्कार गरे पनि केटीहरू केस फाइल गर्थेनन्। त्यति बेला चाहिँ हामी त्यो लेभलको डाटाहरू हेर्न पाउँथेनौँ। तर अहिलेको केसमा फरक छ। अहिले चाहिँ न्युजहरू पाइरहेछन्, जसले गर्दा हामीलाई लाग्छ कि बलात्कारहरू बढिरहेछ र हामीले दोष कसलाई दिइरहेछौँ? कानुनलाई दोष दिन्छौँ कि कानुन राम्रो छैन, त्यसैले चाहिँ बलात्कारहरू बढिरहेको छ। कानुनले गर्दा कानुन स्ट्रिक्ट छ या कानुन चाहिँ राम्रो छैन, कानुन राम्रो छ या नराम्रो छ त्यसले फरक पर्दैन। मान्छेको सोच कस्तो छ त्यसमा फरक पारिहाल्छ। अनि पहिलाको कानुन हेर्ने हो भने रेप केसेसहरूलाई डिफ्रेन्ट तरिकाले सजाय हुन्थ्यो। जसरी कोही एक ब्राह्मण केटाले दलित केटीको बलात्कार गर्यो भने तो केही पैसा दिएर चाहिँ छुटिहाल्थ्यो। तर एक दलित केटाले ब्राह्मणको केटीलाई बलात्कार गर्यो भने त्यसलाई फाँसीको सजाय हुन्थ्यो, अथवा बिच बाटोमा चाहिँ त्यहाँले ढुङ्गाले हान्ने अथवा त्यसलाई चाहिँ लामो समय 10-15 वर्षको जेल हुने त्यसको बेसिसमा हुन्थ्यो। पहिलाको कानुन पनि जो व्यक्तिसँग पावर हुन्थ्यो त्यसैको कन्ट्रोलमा हुन्थ्यो। अहिलेको कानुन पनि त्यही हुन्छ। जो व्यक्तिको हातमा पावर छ अथवा जोसँग पैसा छ त्यसैको हातमा कानुन छ। जब म डेभलपिङ र डेभलप कन्ट्रीको बारेमा भन्छु, यति बुझ्नु कि डेभलपिङ कन्ट्री भनेको नेपालको कुरा गरिरहेको छु र इन्डियाको कुरा गर्छु। अनि मुस्लिम कन्ट्रिजहरू छ, पाकिस्तानलाई, कतारलाई, अझै पनि यस्तो मुस्लिम कन्ट्री, त्यो चाहिँ डेभलपिङ कन्ट्री मानौँ। अनि जापान र युएईलाई चाहिँ डेभलप्ड कन्ट्री मानौँ है। अनि कम्पेरिजन गर्ने हो, जुन डेभलप कन्ट्रीहरू छ त्यहाँका मान्छेहरू चाहिँ एजुकेटेड हुन्छन्। केटा पनि एजुकेटेड हुन्छन्, केटीहरू पनि एजुकेटेड हुन्छ, जसले गर्दा चाहिँ एक अर्कामाथि डिपेन्ड हुँदैनन् र आफ्नो लाइफमा बिजी हुन्छन्। उनीहरूसँग यति टाइम हुँदैन कि सोसल मिडियामा बिजी हुने, पोर्न हेर्ने अथवा सेक्सुअल डिजायरकै बारेमा जति बेला पनि सोच्ने, उनीहरूसँग यति टाइम हुँदैन। जसले गर्दा चाहिँ जुन यो बलात्कार हुन्छ त्यो अटोमेटिकल्ली कम भइहाल्छ। सेकेन्ड रिजन त्यहाँको ल, सेक्युरिटी र ह्युमन बिहेभियर, यसले फरक पारिहाल्छ। त्यहाँको सेक्युरिटी अलि टाइट छ, चारैतिर सिसिटिभी क्यामेराहरू हुन्छ,